कसले कुन मन्त्रालय पाउने, कसको भागमा कति मन्त्री पर्ने, अहिलेसम्म सिंहदरबारको गेटभित्र छिर्ने बित्तिकै सुनिने एउटै बहस यही हो। हिजोसम्म नेताहरू मन्त्रालय फुटाएर भए पनि आफ्ना मान्छेलाई कुर्सी सुम्पिन तछाड बछाड गर्थे, तर चैत 13 गते प्रधानमन्त्रीको शपथ खान लागेका बालेन्द्र शाहको तयारीले ती पुरा कुर्सी महका बिम्बहरूलाई जरैदेखि हल्लाइदिएको छ। अब चर्चा कुन नेता मन्त्री बन्ने होइन, कुन मन्त्रालयको अस्तित्व मेटिने भन्नेमा मोडिएको छ। राष्ट्रपा नेतृत्वको नयाँ सरकारले सत्ताको बागडोर सम्हाल्नु अघि नै एउटा यस्तो नीतिगत डोजर तयार पारेको छ जसले राज्यको ढुकुटीमा लागेको फोहोर सफा गर्ने संकेत गर्दछ। दशकौंदेखि सिंहदरबारमा सेतो हात्ती पालेर बसेका विभाग र समितिहरू अब बालेनको रातो कलमको निशानामा पर्ने निश्चित देखिएको छ। विगतमा मन्त्री पद बाँड्नकै लागि एउटै मन्त्रालयलाई 3वटा टुक्रा पारिन्थ्यो, तर बालेन र रवि लामिछानेको यो जोडीले यसपालि मन्त्री थप्ने पुरानो रोगको अचूक औषधि खोजेको छ। स्रोतका अनुसार 25वटा मन्त्रालयको भद्दा स्वरूपलाई खुम्चाएर मात्र 15मा सीमित गर्ने गृह कार्य अन्तिम चरणमा पुगेको छ। सिंहदरबार भित्रको यो प्रशासनिक शल्यक्रिया केवल संख्या घटाउने खेल मात्र होइन, बरु सरकारी ढिलासुस्तीको ज्वरो उखाल्ने एउटा महाअभियान जस्तो देखिएको छ। अहिलेसम्म एउटै बाटो खन्न 3वटा मन्त्रालयको अनुमति कुर्नुपर्ने र एउटै फाइल महिनौसम्म टेबलमा घुम्नुपर्ने जुन शास्ति छ, बालेनले त्यसलाई एउटै शक्तिशाली पूर्वाधार इन्जिन भित्र समेट्ने आँट गरेका छन्। भौतिक पूर्वाधार, यातायात र शहरी विकासका बीचमा छडिएका ती अदृश्य पर्खालहरू अब भत्किनेछन्, जहाँ एउटै मन्त्रीको एउटै हस्ताक्षरले विकासको गतिलाई तीव्रता दिनेछ। त्यति मात्रै होइन, पानी र बिजुलीको मुहान एउटै भए पनि फरक फरक झण्डा हल्लाउने ऊर्जा, सिंचाई र खानेपानीका अड्डाहरूलाई अब एउटै प्राकृतिक स्रोत मन्त्रालयको छाना मुनि ल्याउने कसरत भइरहेको छ। यता माटो र पसिनाको सम्बन्धलाई जोड्न कृषि र भूमि व्यवस्था मन्त्रालयलाई गाभेर किसानको फाइल एउटै कोठाबाट टुङ्गाउने वातावरण बनाइँदैछ। हिजोसम्म मन्त्री पाल्नकै लागि मन्त्रालय फुटाइन्थ्यो, अब राज्य जोगाउन मन्त्रालयहरू मिसिने भएका छन्। विगतका दिल्लीराज खनाल र काशीराज दाहाल जस्ता विज्ञहरूले दिएको प्रतिवेदनले सिंहदरबारका दराजमा धुलो चाटिरहेका थिए। ती प्रतिवेदनमा लेखिएको थियो, देश चलाउन मन्त्रीको भिड होइन, भिजन चाहिन्छ। तर सत्ताको लुछाछुडीमा लागेका पुराना शक्तिहरूले ती सुझावलाई कहिले सुनेनन्। अब बालेनले तिनी धुलो लागेका पानाहरू पल्टाउँदै प्रशासनिक क्रान्तिको नयाँ अध्याय लेख्ने संकेत दिएका छन्। पुरानाले मन्त्री खोजे, बालेनले मन्त्रालय नै घटाउने आँट गरे। के तपाईलाई लाग्छ यो ऐतिहासिक कदमले देशको भविष्य बदल्छ? आफ्नो विचार तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।